अब हिजोको जस्तो जनता त्यो अँगारा मारेर ढापा हाने चुप लगाएर बुझिस् भन्ने कुरो गर्दैन। अहिलेको सरकारलाई महान चाहिँ किन मान्ने हो भने यतिका अन्य अत्याचार र भ्रष्टाचार कुन कुन निकायबाट कसरी भएको रहेछ भन्ने कुरो छर्लङ्ग पारिदिएको हुनाले अहिलेको सरकारमा चाहिँ आम नेपाली जनता खुसी छ। अब यो शेरबहादुर देउवाको विषयमा कुरा गर्ने हो भने हिजोदेखि आजसम्म सरकारले शेरबहादुर देउवाका दम्पत्तिकै वरिपरि घुमेको देखिन्छ, उहाँकै परिवारसँग घुमेको देखिन्छ। यो हेर्दै गर्दाखेरि हिजो शेरबहादुर देउवाको भविष्यवाणी गर्ने ज्योतिष यति बेला कहाँ हराए? ती ज्योतिषले भनेका कुराहरू फेल खाइसकेका छन्, प्रश्न गर्ने बाटोहरू टन्नै छन्। के शेरबहादुर देउवा नेपाली काङ्ग्रेसका सभापति रहँदै गर्दाखेरि ज्योतिषले जसो जसो बाहुन बाजे उसै स्वा भन्ने तरिकाले अगाडि बढेकै कारण दुर्घटना घट्यो? दुर्घटना त यही हो, ज्योतिषले भनेपछि जे नि हुन्छ भन्ने कुरा उहाँहरूले भन्नुभयो। अब ज्योतिषको कुरा एउटा म तपाईँलाई पुरानो उखान गर्छु हो क्या, जैसीको घरको बुहारी रानी भन्ने कुरा पाएन। जैसी अरूलाई संसार बताउन सक्छ, अब छोरो मर्ने कुरा थाहा भएन, बुहारी रानी भए छोरी रानी भए ज्वाइँ मर्ने पनि थाहा भएन। त्यो ज्योतिषले जे भन्यो त्यो पुग्ने भए यहाँ संसारै हुन्थ्यो। केही कुरो मिल्दो जुल्दो हुँदाखेरि कहिले मिल्छ, किन ज्योतिषले जे भनिदियो भने ढङ्गसँग नभएर यत्र भ्रष्टाचार त तस नस गरेर खाएको मान्छे जतिखेर प्रधानमन्त्री भइरहन्छन् भन्ने कुरा त पुग्दैन होइन। तर अहिले किन भन्नु होला भने सबै यहाँ शक्तिका भक्ति, शक्ति पावर तेज तपाईँको धन छ उन्जेल सबै वरिपरि आउँछ होइन। त्यो घटेर गएपछि तपाईँको मर्या बाख्रा लौपेर छोडे जस्तो सबै कोही पनि छोड्दै जान्छन्। तर एउटा कुरो हिजो शेरबहादुर देउवालाई खोपे देउता बनाएर प्रधानमन्त्री उहाँलाई बनाएर पार्टी सभापति उहाँलाई बनाएर मस्ती गरेर भए जति उप प्रधानमन्त्री र मन्त्री मण्डल टन्न खाएर बस्ने अहिले चुपचाप सुनसानमा छन्। किनभने बोल्यो भने हामी पनि गरिन्छ कि भन्ने कुरो अथाह छन्। अब यहाँ पनि काङ्ग्रेसमा पनि तपाईँ 3 फ्याक 4 फ्याकका काङ्ग्रेस छन्। पहिल्यै तपाईँको हेर्नुहोस् 74 र 36 भन्ने गर्नेको काङ्ग्रेस हो होइन। प्रजातन्त्रलाई धरापमा पर्छ भनेर प्रजातन्त्रका सेनानीहरूले आशीर्वाद दिएको शेरबहादुर देउवालाई हेर्नुहोस्। यो देशमा यस्तो सब भएको त्योभन्दा पहिला त गिरिजाबाबु होइन, गिरिजाबाबु पनि 5 चोटि प्रधानमन्त्री भएको, नेपाल र राष्ट्र देशको लागि र जनताको लागि र कार्यकर्ताको लागि केही पनि भएन। उही आफ्ना कार्यकर्ता पोटिलो बनाउने, हुने नहुने कुरा गर्ने, म पछाडि फर्केर हेर्दिनँ भन्ने त्यस्तै टाङ्ला टोक्नुको बरु एउटा हुनहार पूजा गरेर राख्नुपर्ने राजाहरूको हत्या हिंसा भए आजसम्म पोर फुलेन। अब यो अवस्थाले पनि अब शेरबहादुरको पनि कुरा के हो भने उहाँलाई भजाएर खानीको लर्को थियो। अब अहिले उहाँहरूलाई उठेर परेपछि लर्को सर्को कोही पनि छैन होइन, कोही पनि छैन, आवाज बोलिदिने कोही छैन। यो हाम्रो समाज जस्तो स्वार्थ अपराधी कोही पनि छैन। तर त्यसो भएको हुनाले म चाहिँ के भन्न चाहन्छु भने गरेको गल्ती जान अनजान भुलवश हुन सक्यो भनेर स्वीकार्नु जस्तो महानता के पनि होइन। अब अहिले यो सरकारलाई चाहिँ काङ्ग्रेसले त्यति धेरै राम्रो विरासत बोकेको काङ्ग्रेस यति बेला पत्ता साफ हुने अवस्थामा आयो। उसो त काङ्ग्रेसले आफ्नो पार्टी पनि खोलिसकेको छ होइन। त्यो हिसाबले हेर्दै गर्दाखेरि अब कता कता देखिन्छ के यो सरकारमाथि प्रश्न गर्ने अधिकार चाहिँ उहाँहरूलाई छैन कि जस्तो देख्छ नि। अहिले यो पार्टीको अहिलेको नयाँको सरकार अहिलेका सरकारहरूलाई प्रश्न गर्न त उहाँहरूलाई एउटा लाज लाग्नुपर्छ, शरम लाग्नुपर्छ, तपाईँहरूको अलिकति घिन लाग्नु पनि हच्किनु पनि पर्छ। जे पायो त्यही बोल्न पाइन्छ भनेर जे पनि बोल्ने होइन। तपाईँले मलाई सोध्नु पायो भने जे मुखा आउँछ मैले त्यो बोल्ने नि होइन। अलिक मर्यादित चाहिँदो बुझेको सुहाउँदो बोल्नुपर्छ। अब अहिलेको सरकारहरूलाई उहाँहरूले उलो ठडाउनु त के ठाडो आँखाले हेर्नु पनि हुँदैन। किनभने उहाँहरूले के गरेछ, उहाँहरूले त देश र जनतादेखि लिएर राष्ट्र अन्तर्राष्ट्र बेजोत गएर हुने नहुने सबै गरिसक्नु भएको छ। अहिले त प्रष्ट भयो नि, जेनजीहरूले त देखाए नि होइन। यो भएको हुनाले किनभने अहिलेको सरकारको त उहाँले सरणी गर्नुपर्छ, इज्जत गर्नुपर्छ, कदर गर्नुपर्छ, मर्यादा गर्नुपर्छ, माया गर्नुपर्छ। तपाईँहरू गर्नुहोस्, हामीले जान अनजानमा भुल भयो होला, तपाईँहरूलाई हामी सहयोग गर्छौँ भन्ने कुरा। जस्तो अहिले तपाईँलाई उदाहरणको लागि एउटा तेजिलो प्रभावशाली युवा हिजो जे गल्ती हेर्नुहोस्, गल्ती त समयअनुसार सबै भयो, कसैको बकाउन लाग्यो, के गर्यो। जुन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा गएर अहिलेको युवा नेपाली काङ्ग्रेसको पार्टी सभापति गगन थापाले छर्लङ्ग पारेर नि त आफ्नो कुराहरू त राखे होइन। हाम्रो भुलवश भयो, कारण यस्तो यस्तो भन्ने कुरो सारांश उहाँले भन्नुभयो। अहिले अब शेरबहादुर देउवा र आरजु देउवाले पनि आएर हाम्रो यो कारणले भयो, हामीलाई घुमाए, हामीलाई तपाईँको गुमराहमा राख्थे, हामीलाई गुणगान गाए, हाम्रै नाम बेचेर सबैले मन्त्रीहरूले खाए, हामीले पनि खायौँ, यही लैलै भयो, हामी गएर ती स्वीकार्छौँ भन्यो भने राज्यले के हुन्छ फेरि जनताको मन पलाउन सक्छ। अब तपाईँको अब न्यायालयको अनादर गर्ने, तपाईँको कुनै पनि अब बोलाएको बेला नआउने यस्तो गर्न थाल्नुभयो भने उहाँलाई फेरि अनादर सम्बन्धी अब भनौँ न अदालतको न्याय अनुसारको उहाँले कानुन हुन्छ।
अब यो सँगै अहिले जसरी इमाडोल ललितपुर नजिकै घटेको एउटा घटनालाई हेर्ने हो भने त्यो घटना घटिसकेपछि मोडिफाई भयो कि भन्ने पनि छ र उहाँलाई चाहिँ कतिपयले दोस्रो आशिका बन्न खोज्यो भनेको छ। एकजना शिक्षा अधिकृतले चाहिँ युवतीलाई गोप्याङ्ग देखायो भन्ने कुरा छ। उसो तपाईँहरू सामाजिक अभियन्ता हुनुहुन्छ, के हो यो घटना घटिसकेपछि तोडमोड गर्नको लागि बनाएको बाहना हो कि साँच्चीकै चाहिँ उनले देखाएको? यहाँ त के भनेका छन् भने युवतीले ती शिक्षकलाई फसायो भन्छन् कि होइन। अब शिक्षकलाई यहाँ फसाउनु पनि सक्छ नि, शिक्षक आफै फस्न पनि पर्छ। यसलाई छानबिन र अनुसन्धानले प्रष्ट पार्छ। अहिले नै यही उसो भन्ने कुरा छैन। अहिले यहाँ कस्तो हुन्छ भने मान्छेले यसले यो गर्छ भन्ने नै नहुने भयो। तपाईँको भाइरल हुन लागेर नाम कमाउन लागेर उसको लागि जे पनि गर्छ। फेरि अहिले के भयो भने धर्म कर्म विचार विवेक नाश भएको हुनाले तपाईँ मतिभ्रष्ट, सबको मतिभ्रष्ट हुनाले जे गर्न नहुने त्यो गर्छन्। त्यसो चाहिँ हुने भने एउटा नियमपूर्वक, एउटा नियम सम्बद्ध, एउटा हाम्रो नेपाली समाज अनुसार भए कति कुरा गर्न हुने, कति कुरा गर्न नहुने, कति गोप्य अङ्ग कहाँ देखाउन हुने नहुने भन्ने कुरा एउटा तपाईँको त्यत्रो अधिकृत व्यक्तिले पनि जान्नुपर्ने कुरा हो। र अर्को एउटा तपाईँको चेलीबेटीले पनि आफ्नो मर्यादा र कदर राख्नुपर्ने हो। अब हाम्रो यहाँ तपाईँको भत्या घरको जताततै दैलो जस्तो जसले जे गरे नि हुन्। अनि फेरि त्यहाँ माथि के भने हामीलाई नि अलिकति सानो एउटा न्युज पाउने बित्तिकै सारा हाम्रा भाइहरू पत्रकारले दौडेर गएर तपाईँहरूको के भयो भन्ने नि भएपछि मान्छेले भाइरल हुन लागि नि गर्यो। तर म चाहिँ के भन्छु भने राज्यले गर्न नहुने हरकत र एउटा हाम्रो धार्मिक संस्था होइन वैदिक सत्य सनातनमा हामी राष्ट्रमा बसेका मान्छे हौँ। हाम्रो कानुनी मर्यादा पनि छ नि। हामीले कति गर्न हुने कति नगर्नु हुने भन्ने बुझेर चाहिँ गर्नुपर्छ जस्तो मलाई लाग्छ। होइन, जो पीडित हुनुहुन्छ नि यति बेला आरोपित व्यक्तिले लगाएको त पीडित नै भन्नु पर्यो। त्यो पुरुषले, त्यो शिक्षकले चाहिँ के उहाँलाई चाहिँ सुगर रोगी थियो अरे। सुगर रोग भनेको आफैमा हरेक कुराहरू कन्ट्रोल गर्न नसक्ने हो। तसर्थ पिसाब फेरिरहेको ठाउँमा चाहिँ गएर भिडियो बनाइयो। तर आरोप चाहिँ लगायो अरे मलाई, अर्थात् सार्वजनिक ठाउँमा म सिङ्गल केटी देखेपछि म माथि यसो गर्यो भनेर उहाँले आरोप लगायो भन्छन्। त्यो हिसाबले त कता कता साँच्चीकै उनी सुगर रोगी थिए, पिसाब फेर्दै थिए र युवतीले गएर भिडियो खिचेर उनको बदनाम गर्यो भन्ने खालको हल्ला हुन्छ क्या। अहिले मैले त त्यो तपाईँलाई प्रश्न बनाइसकेँ त। किन भन्नु होला भने यहाँ अनेक हुनसक्छ। हेर्नुहोस्, सुगर रोगी होस्, अलिकति उमेर गएको मान्छे हो, पोस्टेड समस्या होस्, त्यो व्यक्तिलाई पिसाब थाम्न गाह्रो हुन्छ। कुन बेला कहाँनिर गएर पिसाब फेर्छ भनेर अर्काले पिसाब फेरेर फोटो खिच्नु पनि मर्यादा हुँदैन होइन। अहिले भाइरल हुन लागि, रिस पोख्न लागि मान्छेले जे पनि गर्छन्। अब तपाईँ अस्ति न तपाईँको यहाँ अलिकति भनौँ सिट परीक्षा फेल भएको मान्छेले पनि हामीले यस्तो गर्यो उस्तो गर्यो भन्नेसम्मको अवस्थाहरू पनि हामीले देख्यौँ। तर मलाई चाहिँ के भन्न खोजेको भने यथार्थमा छानबिन गर्दा जे निष्कर्ष हुन्छ त्यही हुन्छ। म चाहिँ के भन्छु, त्यत्रो अधिकृत भएको मान्छेले पनि अन्जानमा त्यस्तो गर्नु त नपर्ने हो होइन। यदि गरेको भए पनि त्यही अनुसारको अब सजाय त उहाँले पनि भोग्नुपर्छ। तर अहिले हेर्नुहोस्, धेरै कारणको रोग व्याधिले पनि मान्छेलाई अलिकति खपि नसक्नु भएपछि पिसाब त हो नि। को पिसाब फेर्न कहाँ लागेको छ भने हेर्ने तपाईँ इन्डियातिर त बाटाबाट नि फेर्दा छन्, हामी त बरु कोल्टे नि पर्छौँ होइन। त्यो के कारण हो? यथार्थ हाम्रो यत्रो निकाय छ, हाम्रो आम मिडियादेखि लिएर प्रहरीहरूदेखि लिएर सारा अनुसन्धानबाट जे निर्भर हुन्छ त्यही हुन्छ। अहिले हचुवा भना यही नै हो भन्न चाहिँ, किनभने मान्छेले जे पनि गर्न सक्ने भएर अहिले हाम्रो मान्छेको विश्वास कम भयो। त्यसले गर्दा यथार्थ नबुझी यही भन्न चाहिँ अलिक गाह्रो लाग्छ। ती युवतीप्रति तपाईँको सहानुभूति पनि छ र त्यो जो रोगी भनेको छ उहाँप्रति पनि सहानुभूति छ। तर जे होस् सही कुरा चाहिँ बाहिर आओस् भन्ने, सही सत्य यथार्थ छानबिन होस् होइन। अब तपाईँ निर्दोष नपरोस् होइन, दोषीलाई चाहिँ उम्किन नपाओस्। यदि गल्ती गरेको हो भने आइन्दादेखि यस्तो हरकत कसैले गर्न पनि हुन्न भन्ने हिसाबमा अनुसन्धानमा अगाडि बढाउनुपर्छ जस्तो मलाई लाग्छ। हस्, यो महत्त्वपूर्ण समय समाजको लागि धेरै धेरै धन्यवाद। हस् न मेरो पनि।